हेलो गाइस, सबैजनालाई कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला है। मेरो चाहिँ यो अदुवा रोपेको देखाउँछु ल। अन्त यो अदुवाले चाहिँ है धेरै दबाईहरू यस्तो उयोहरू हुन्छ होइन। यो चाहिँ मेरो अदुवा बारी। अन्त यहाँ पनि रोपेको छु। त्यहाँदेखि यता पनि छ है, यहाँ तल्लोपट्टि पनि छ। अस्ति अलिकति पनि रोपेँ हो, उफ्रेको थियो। त्यहाँदेखि यतातिर पनि छ, हेर्नुहोस्। पारि चाहिँ यस्तो दामी जग्गा छ कि यहाँनिर। यहाँ माथि चाहिँ एम डाँडा छ, एम डाँडा। यहाँ चाहिँ टुरिस्ट पोइन्ट छ। टुरिस्टहरू यतातिर ट्रेकिङ गर्नु लागि आउनुहुन्छ है। यस्तो मजाको छ यहाँ मेरो जग्गा चाहिँ। अहिले चाहिँ म यस्तो यो जङ्गली अर्किड खोज्दै है, त्यहाँ रुखमा रहेछ टिपेर रोप्नुको लागिलाई। कस्तो लाग्यो तपाईँहरूलाई है? मेरो अदुवाबारी चाहिँ यस्तो छ है। कोही उम्रिँदैछ, यो झार उम्रिसक्यो। कोही चाहिँ भर्खर रोपेर अस्ति आधी लगाएको छु होइन। त्यो चाहिँ कम्ती थियो। अन्त यो चाहिँ अर्को खालको अदुवा हो। त्यो चाहिँ ठुलो खालको अदुवा, यो चाहिँ सानो खालको अदुवा। यो चाहिँ दबाई बनाउनु लागिलाई अब जान्छ भनेर यो चाहिँ यस्तो, यो पनि बिक्री हुन्छ। ठुलो अदुवा चाहिँ अब सब्जीहरू खानु लागिलाई है, अब यस्तो उयसको लागि चाहिँ ठुलो अदुवा बिक्री हुन्छ। यो चाहिँ दबाईहरूको लागि, दबाईहरू बनिन्छ भनेर चाहिँ ठुलो अदुवा। यो चाहिँ डाइरेक्ट मेरो रम्फूमा जान्छ है। तपाईँहरूले पनि यसरी रोप्नुहोस्। सानो अदुवामा फाइदा छ, ठुलो अदुवामा एकदम फाइदा छ। अब फार्मरमा है फाइदै छ खासमा चाहिँ। यसरी बिजनेस यसरी है सब्जीहरू रोप्यो यताउता गऱ्यो भने धेरै नै फाइदा छ। त्यही कारणले गर्दाखेरि चाहिँ अब तपाईँहरूले पनि सबैले हर्दी अदुवा रोप्नुहोस्। हर्दीले पनि कति दबाईहरू उयो बनिन्छ है। हुन्छ, ओके, बाई बाई।